जानु आउँछु अन्तखेरि चाहिँ गाइस नभन् हो माथि गएर भेट्छु बाई बाई गाइस ल अहिले चाहिँ हाम्रो फिलहाल इमर्जेन्सी छ इमर्जेन्सी अनि त्यही भएर चाहिँ टाइम पनि हुन रहेछ त्यही भएर पक्का पात्रोहरू चाहिँ पुरै छ खोइ ढाकीबाट चाबी निकाल्छ अहिले अब पोकाहरू देखाउँछु कतिवटा चाहिँ आउटफिट तपाईँलाई देखाउनको लागि यही हो कस्तो लाग्यो मेरो आउटफिट यी ब्याग हो आमा त जुत्ता मम्स चाहिँ नलाउनु साँच्ची नै अन्त चाहिँ मैले चाहिँ आज चाहिँ गाजर कहाँबाट टिक टिक मिल्यो यो त मेरो चाहिँ यो चाहिँ सिगार आएको होइन गाइस यो चाहिँ मेरो अलिकति नाकमा यहाँ छेउमै घाउ भएर चाहिँ नेस पोरिन लगाएको गाइस अरू के होइन यहाँ सिगान त होइन आउटफिट देखाइसकेँ तपाईँलाई अन्त यहाँ पोका पत्रहरू देखाइसकेँ हो र हामी चाहिँ अब तपाईँलाई कहाँ जान्छु भनेर कहाँ जान्छु भनेर भिडियोहरू देखाउँछु भिडियोको थ्रु देखाउँछु बाबा हेर्दै जानुहोस् होला Dinle kam tadi lah soal kantor, kamera saya kalau cerita tentang foto itu, ada yang fikir saya cuma becu, abu nikmai becu lah. Dia चोर बाटो माथिको त्यही हो गाइस दामी भएर छ म हिँडेर गएको भए त दामी हुन्थ्यो तर गाडीमा पनि अलिकति राम्रो देखिरहेको छ गाडीमा त अलिक छिटो पुग्छ भनेर नि अर्को पालि त हामी हिँडेर जान्छु मेरो नजारा कस्तो छ तपाईँलाई देखाउँदैछु दामी भएर छ वेदर यहाँ आमा पापा यहाँ दिदीहरू चाहिँ हिँडाउँछ अनि त्यही थाहा छ मलाई यहाँ चाहिँ लामीधुरा आइपुग्यो लामीधुरा हो लामीधुरा होइन आइपुग्यो बेला बेला हो भ्याक्सिन दामी भएर चाहिँ यहाँ पनि छ ब्याक साइड दामी भएर चाहिँ ग्रिन सबै ग्रिन 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 मजाको अब हिँडेर गएको दामी हुन्थ्यो किनभने अब मेरो हस्बेन्ड पनि हुनुहुँदैन उता अब ड्युटीमै छ अब अलिक केही बाटो छ त्यही भएर मात्रै नि नभए त हिँडेर जान्छ होला है अन्त अब गाडीमा हाम्रो आमा पापाहरूसँग फ्यामिली गएको नि त यहाँ दामी छ राम्रो छ guys, दिन त दामी भएर ब्याक साइड त यस्तो छ गाइस मजा आइरहेको छ एकदम
बल्ल बल्ल घुम्न आएको मजा गर्नु पर्यो नि यहाँ चाहिँ अगाडि आमा पापा हुनुहुन्छ यहाँ ड्राइभर दाजु यहाँबाट चाहिँ चोर बाटो माथि जाने हो चोर बाटो चाहिँ एकदम माथि जान्छ आमाहरू पहिला भागेर आएको कुरा गर्नुहुँदैछ पापाको घर चाहिँ खास गरी उम्बै हो नि त माथि सन्दकपुरमै हो त्यही भएर चाहिँ भागेर आएको कुरा गर्नुहुँदैछ अलिकति हो हामी छ बाटो चाहिँ अहिले त अलिक पहिलाको भन्दा हेर्दाखेरि अहिले त बाटो राम्रो भएको छ गाइस तपाईँहरू पाउन सक्नुहुन्छ अहिले दिन मजाको भएर स्पिड भयो गाइस म चाहिँ यस्तो अवस्थामा बस्छु एक्चुअली अब एकचोटि तपाईँलाई मिटमा भेट्नेछु अब गाइस बाई बाई चोर पोखरी भन्नुहुन्छ अरे गाइस राम्रो छ चोर बाटो हुन्छ गाइस त्यहाँबाट होइन अब चाहिँ फेरि यहाँ चेकिङहरू गर्नुपर्छ होला किनभने एसएसबी क्याम्प पोइन्टमा छ होइन चित्रे अब यहाँ भयो यहाँ चाहिँ लाग्छ गाइस अन्तखेरि अब चेक गर्नुपर्छ मतलब अब आफ्नो आधार कार्ड नखालि प्यान कार्ड मात्रै विथ जेरक्स दिनुपर्ने छ नाम सहित हेरेर कति फिमेल छ कति मेल छ भनेर त्यसो गर्नुपर्छ गाइस हेर्दै जानुहोस् होला अब मेकमा आइपुग्यो ब्याकग्राउन्ड छ यस्तो तिमीले भनेको मबाट guys make my मेकमा को गुम्बा हो गाइस यहाँबाट म भिडियो इन गर्छु यहाँबाट इन्ट्री गर्नुपर्छ हो सोच्ने अलिक डिस्टर्ब गर्छ भन्नु यहाँदेखि अब डिस्टर्ब भन्दा पनि उनीहरूको ठिकै हो ड्युटी होइन अब चेक गर्नुपर्छ त्यही भएर पनि हो अन्त बाटो दामी छ आयो तर डरै लाग्दो छ नि गाइस दामी छ वाउ म त ब्याक साइडबाट गरिँदैछु गाइस तपाईँलाई This is the camera. म चाहिँ यहाँमाथि ठोकेको छु के गर्नु जिन्दगी देख्नुहुँदैछ नि यो चाहिँ एसएसबी क्याम्प हो यो चाहिँ उयो भन्छ मेकमा भन्छ हामी छोड्ने हो अलिक तपाईँलाई
बोरिङ पनि हुन्छ होला किनभने ल्यान्डरबाट सन झ्या आउँदैछ तर गाइस नरिसाइदिनुहोस् होला भिडियो हेर्दै गर्नुहोस् होला वेदरले त अलिक दामी भइरहेछ ब्युटिफुल दामी रहेछ पर्पल कलरको स्ट्रबेरी पुरा फलेछ उयो फालुट होइन टङ्गु गाई म त बिर्सेछु कसम कति अब वर्ष भयो नि नआएको कि अन्त बिर्सेछु र गाई त्यही त टङ्गु हो गाई होमस्टेहरू दामी दामी भएछ हो अन्त हामी तुमलिङ पुग्छु तपाईँलाई देखाउँछु तुमलिङको भ्यू ओके गाइस यहाँ चाहिँ पुरा स्ट्रबेरी पुरा भएछ हो अहिले नखिचौँ आमा टङ्गु आइपुग्यो गाइस फोटो सेसन हुँदैछ यी हो यहाँ त हाम्रो ल्यान्डर गाइस अझै त्यति नरिको राम्रो भएर छ यी सक्छ बिस्तारै बिस्तारै पोखरीमा अब हामी फोटो खिच्नु पऱ्यो नि होइन गाइस मेरो त अफिस यसो साथै जोगाहरू अहिले हुँदैन नि है गाइस हो मेरो कपाल तर कस्तो भइरहेछ थाहा छैन आफूलाई पानीहरू पनि देख्दैछ यता अहिले अङ्कलले भन्नुभएको होइन हाम्रो पापा पनि ट्रेकिङ गर्नुहुन्छ तर अङ्कलले भन्नुभएको चाहिँ अहिले यहाँ पानी धमिलो छ अरे हो सेप्टेम्बर अक्टोबरको टाइममा घुम्नु आउनु सक्नुहुन्न तपाईँले त्यति बेला चाहिँ यो चाहिँ पोखरी क्लियर हुन्छ अरे यहाँ त अलिकति होमस्टेहरू होला हो लज होला सायद थाहा भएन तर अब म भिडियोको थ्रु भन्नु सक्दिनँ होला बस्नु सक्नुहुनेछ यहाँ तपाईँहरू यहाँ दामी दामी यो लुङदरहरू टाङ्नु पनि हुनसक्छ तपाईँहरू यहाँ त मलाई यो फुल त पुरा मन पऱ्यो किनभने यो नि दुबोमा तपाईँहरूलाई म देखाउँछु ल गाइस यो चाहिँ साँपको उयो हो भन्छ हो यी साँपको खाना देख्नुभयो गाइस अन्तखेरि उयो छ अन्त हामी त अब फोटो खिच्न आमा त यहाँ रहेछ छेउबाट खिच्नु न बाबा गाइस अहिले फिलहाल हो मेरो चाहिँ एकछिन सनग्लास खोलेको किनभने चाहिँ भयो malo राम्रो देख्दैछ मैले लाउनु सनग्लास राम्रो देख्दैछ त्यही पनि छ अरे गाइस दर्शन गरौँ होला दर्शन होइन दुबो दिदीहरू भेना छ हो म त मेरो बुढालाई पुरा मिस गर्दैछु अन्तखेरि चाहिँ त्यो मन्दिर हो भनेर तपाईँलाई मैले भनिसकेँ दाजु हामी फर्केको अब चाहिँ यहाँबाट हो यहाँ टङ्गु भन्छ यहाँ बस्नुहुन्छ यहाँ पोखरी चाहिँ अब भनिसकेँ मैले तपाईँलाई हो यसको बारेमा अन्तखेरि अक्टोबर अब सेप्टेम्बर अक्टोबर अङ्कलले भन्नुहुँदै ड्राइभर अङ्कलले सेप्टेम्बर अक्टोबरतिर चाहिँ क्लियर हुन्छ अरे फोटो पनि दामी निस्किन्छ भन्दै थियो अन्तखेरि अब हामी त अब एकैचोटि डिसेम्बरतिर आउँछ होला सायद हिँडेर नै ट्रेकिङ गर्दै आउँछु अन्त अहिलेको लागि त यति नै गाइज हो अब एकैचोटि तुमलिङ गरेर भेटौँ ल बाई बाई